हेलो साथीहरु, यो चाहिँ मैले छोरीको लागि एउटा चीज किनेर ल्याएको छु। उलाई थाहा छ मैले किनेको पनि पठाएको थिएँ, थाहा छ। र अहिले चाहिँ म ठ्याक्कै घर आइपुगे। म टाढाबाट ल्याइदिएको। यो चाहिँ के गर्नु, छोराछोरीको खुसीलाई पनि मध्यनजर गर्नु पर्दो रहेछ। यस्तै खुसीहरु पछि हामीलाई पनि बुढेसकालमा मिल्ला नमिल्ला आशा गरौँ। अब कतिसम्म गर्छ साथीहरु। अहिले अब चाहिँ यो मेरो छोरीलाई दिन्छु। यो चाहिँ उसको एकदम सपना थियो। उसको मैले किनेको पनि भिडियो चाहिँ गरेको छु, एड गर्छु गर्दिन। ल यहाँ आऊ, यहाँ बसेर खोल। यहाँ बस, त्यही त यहाँ बस न। यहाँ अलग बसेर आइडी खोल्ने, यहाँ बस। नभए भाइलाई नरुवाउ न फेरि। अब चाहिँ यो ओपन। ल मैले यो खोल्नु चाहिँ खोलिओरि मैले खोलेको होइन, पसलेले नै खोलेर। अनि त्यसपछि अलिक यहाँ आउँदा पसलेले नै खोलेर आइडी साइडी बनाइदिएर खोल। अनि म सबै कुरा यता देखाउ। मैले चाहिँ यसको चाहिँ उयो लेन्स पनि लगाइदिएको छ उसैले। कुन आइफोन होला गेस गर्नु। वाउ पनि छैन, खुसी पनि। अब यहाँ खोलहरु छ, त्यो सब देखाऊ। यो नि यो हो त्यो भित्रको। हेर त कति महँगो, त्यो मात्र उ त्यो माथिको सिसा मात्र। यो फुल चार्ज गर्नु अनि सबै मिलाउनु। हामी त खोल्छुदा पनि गति परिन्छ। म थोरै महँगो हो त। त्यो भित्र थियो होइन, त्यो भित्र थियो क्या। यो चाहिँ त्यो टेम्पर ऊ चाहिँ लगाइदिएको हो नि त उसले। भाइ पनि जाँदैछ अहिले। मम्मीलाई पनि म बोल्नु लाउँछु। कसरी खोल्नु यो चाहिँ? बाबु तिमीलाई चाहिँ यो ल, छोरा चाहिँ यो हो मेरो, छोरी चाहिँ यो। छोरीलाई चाहिँ चाहियो भनेकोले गर्दा लगाइदिएको। यो ल्याइदिएको, किनिदिएको। बाबाको यत्रो मेहनत पछि बाबा मम्मीलाई पनि आफै जतन गर्दै नि त। सिम लगाएर एकैचोटि गर। खै यस्तो देखाउ त, त्यो गरेर त्यो खोल लगाएर। ल एकदम न्यू 14 है यो चाहिँ। यसको खोलहरु खै त्यसको चार्जरहरु त्यहाँ। त्यसको चाहिँ अब बिल पनि देखाइदेऊ कति छ। बाफरे खै कहाँ छ बिल? तर मैले 90 बुझाएको छु। त्यसको आइडीहरु त्यो। ल कतिको खुसी लाग्यो? लास्टै खुसी लाग्यो, तर अलिक सानो हुँदो रहेछ 11 भन्दा चाहिँ। अझै पनि तर 11 भन्दा कसरी सानो हुन्छ? एउटै यो 14 को लगाएको छु मैले। यस्तो चाहिँ भनेर क्या, हेर्नु न सानो। उत्रै त हुँदैन, एउटै लाग्छ यो। अनि खुसी छु। हामीले चाहिँ अर्कै सोचेको थियौँ, सोच्नु चाहिँ आमा छोरीले, तर त्यो नपाउँदो रहेछ। त्यही पनि खुसी नै छु। तपाईँ कति खुसी हुनुहुन्छ मेरो खुसीमा? भन्नु मम्मी, यसले अब के गर्नुपर्छ होइन? बाबाको कमाइ राम्रो पढ्नु, बाबालाई पनि पछि होइन यस्तै खुसी दिनु। अब यो फोनबाट फर्स्ट चोटि बाबालाई फोन जानुपर्छ, यति याद गर। यहाँ चाहिँ एकदम राम्रो कुराहरू मात्रै सेभ गर्ने। बाबालाई कल गर्ने। अब बाबालाई कल गरेर बाबा थ्याङ्क यू भन्नु पर्यो। ल केही भनेन युनिसाले, म सिकाउँदै थ्याङ्क यू पनि भनेन बाबा मम्मीलाई। भनेको छु है मैले, हिजो मैले मेसेजमा थ्याङ्क यू भनेको छु। अनि मामले रियलमा भन्नुभयो, अनि त्यही भएर चुप लाएर बसेको होइन। केही नाफे भन्नु। तपाईँलाई मैले फेसबुकमा भनेको थिइनँ भनेको छु। ल बाई। हेर्दैन भने हो मान्छे
कस्तो हुन्छ उसलाई फर्स्ट टाइम उहाँ गएर ल्याइदिँदा पनि यस्तो खुसी छु नि अब तब कसरी देखाउन अब ऊ पनि खुसी छ देखाइदिनु न छोरालाई त भात बटनीमा यस्तो छोराको झन् हेलिकप्टर कारवाला हेलिकप्टर 480 त्यो 20 रुपैयाँले त 500 ल बाई बाई भाइ साथीहरू थ्याङ्क यू मेरो मामु बाबालाई दुवैजनालाई स्पेसल बाबालाई अनि त्यसपछि मामुलाई त्यसपछि फुपू फुपाहरू फोन उहाँ गएर फोन ल्याइदिनु भएकोमा सबैजनालाई धन्यवाद यो फोनबाट मेसेन्जरबाट गरेर यस्तो देखिनु भइरहेछ अनि हामीले चाहिँ उसलाई यो उमेरमा गर्नुपर्ने हरेक इच्छा चाहना पुरा गर्दै आएका छौँ आजसम्म उसलाई अपुरो के कुरामा हुन्छ त्यो त उसले आफैले महसुस गर्ने कुरा हो यो उमेर होइन भनेर अब उसलाई चाहिँ हामीले साँच्चै भन्नुपर्दा हरेक इच्छा पुरा गरिदिइराखेको छौँ अब उसले जति सक्दो राम्रो गर्छ कि भन्ने आश पनि छ अब हाम्रो लागि नभए पनि उसले आफ्नो लागि पर्ने हुन्छ अब तिम्रो इच्छाहरू के चाहिँ मारेको छौँ भन त यसपालि यत्रो ल्याइदिनु भनेको मेरो इच्छा चाहना बुझेन भन्छौ नि हो के र बोल्दैन त बोला छिटो तिम्रो इच्छा चाहना चाहिँ पुरा गरेको छ कि छैन आजसम्म बाबा मामुले अनि तिम्रो पनि कर्तव्य पुरा गर्नुपर्छ तिमीले पनि बाबा मम्मीले गर्नु सक्नेसम्म गरिरहेछौँ खुसी छौ नि एकदम फोनमा हेरेर बोलेन एकदम खुसी छु एकदम बाई